Hello and namaste everyone. So I'm back with another vlog. So today is the day at Chandragiri. It's a family visit. So hope you will all enjoy it. So let's get started. So Chandragiri चाहिँ हामी मध्ये सबैको first time visit थियो. So we were like very excited from the very early morning. So हामीले इन ड्राइभ बुक गर्यौँ र चन्द्रगिरीतिर प्रस्थान गर्यौँ। सो गाडीमा जाँदा पनि हामी एकदमै एक्साइटेड थियौँ। त्यो डाँडा हेर्दै चन्द्रगिरीमा हामी केबल कार चढ्ने भन्दै पुग्यौँ। त्यहाँ पुगेर टिकट काटेर हामीले फोटोहरू खिच्न थाल्यौँ। सो फोटो खिच्न सिद्धेपछि चाहिँ हामी अब हाम्रो राइडतिर जाँदैछौँ, केबल कार राइडमा। सो त्यसको लागि चाहिँ हामी सबैजना रेडी भएर सामानहरू सबै बोकेर अब इन्ट्रान्सतिर गयौँ। हामी देख्न सक्नुहुन्छ प्रवेशद्वार भनेर लेखिएको छ। यहाँबाट छिर्दैछौँ हामी र हाम्रो केबल कार राइड गर्दैछौँ है त। लेट्स से हामी चाहिँ एकदमै सबैजना एकदमै एक्साइटेड थियौँ है, स्पेसली भन्नै पर्दैन दिने एकदम एक्साइटेड। सो केबल कार पुग्यौँ हामी अनि एउटै केबल कारमा हामी सबैजना बस्यौँ है त। अटेरी नअटेरी हामी सबैजना हटाएर बस्यौँ त्यहाँ। सो अराउन्ड 10 मिनट्सको राइड थियो हाम्रो। सो जुन चाहिँ एकदमै रमाइलो भएको थियो। सबैजना गफ गर्दै हाँस्दै गफ गर्दै गयौँ। दृश्य पनि एकदमै रमाइलो देखिरहेको थियो त्यहाँबाट। एज यु क्यान सी ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ एकदमै रमाइलो थियो दृश्य चाहिँ। अनि सबैजना एक्साइटेड पनि थियौँ। रुलहरू पढ्दै थियौँ हामी, माथि लेखिएको थियो यस्तो गर्नु हुँदैन त्यस्तो गर्नु हुँदैन भनेर। सो केबल कारहरू जाँदै गरेको आउँदै गरेको पनि देख्न सक्थ्यौँ हामीले। सो त्यो देख्दाखेरि चाहिँ एकदमै रमाइलो पनि भइरहेको थियो। सो भ्यू पनि एकदमै रमाइलो नै थियो बाहिरको। त्यसपछि हामीले फोटोहरू पनि खिच्यौँ त्यहाँ। सो केबल कारबाट ओर्लिसकेपछि चाहिँ हामी अब माथितिर मन्दिरतिर जाँदैछौँ। सो जानु अगाडि हामीले फोटो पनि खिच्यौँ त्यहाँ। सो आफ्टर अ लङ वक हामी चाहिँ मन्दिरको नजिकै पुग्यौँ, लगभग पुग्यौँ। सो त्यहाँ चाहिँ हुन्छ इच्छा पुरा भनेर लेखिएको थियो। सो हामीले त्यहाँ बसेर पनि फोटो खिच्यौँ, 2-3वटा क्लिक पनि गऱ्यौँ। त्यसपछि चाहिँ हामी मन्दिर पुग्यौँ अब है त। अब मन्दिरमा जाँदैछौँ। सबैजना एक्साइटेड एक्सेप्ट दिस वान। जसलाई घुमाउन ल्याएको हो नि उनै सिरियस एकदमै। के गरौँ बिचराले निद्रा पनि लागेको जस्तो लागिरहेको थियो।
मन्दिर घुमिसकेपछि चाहिँ हामी अब खाजा खानको लागि भनेर केही स्न्याक्स लिउँ भनेर चाहिँ हामी त्यही भएको रेस्टुरेन्टमा गयौँ र हामीले मोमोहरू मगायौँ। हामीसँग पनि खाजा थियो, सो दिस वाज जस्ट बहाना। हाम्रो खाजा खानको लागि यो बहाना थियो जस्ट, किनभने त्यतिकै बस्नु अलिकति हामीलाई अप्ठ्यारो हुन्छ भनेर हामीले चाहिँ केही मगाएर मात्रै बस्यौँ हामी, र हामीले त्यहाँ बसेर सबै चिज खान थाल्यौँ है त। छोरीको लागि चाहिँ ससेज। सो चन्द्रगिरीसम्म आएको भएर हामीले चाहिँ अब टिकटक पनि बनायौँ। हामीले मिस मैले त होइन, अब उनीहरूको टिकटक भिडियो चाहिँ बनाइदिएँ मैले। यो भिडियोमा त झन् बाको इन्ट्री हेर न, हो के र, वाट एन एन्ट्री। सो तलतिर चाहिँ बच्चाहरूको लागि भनेर धेरै नै प्ले स्टेसनहरू थियो त्यहाँ। सो हामीले चाहिँ एउटा ग्राउन्डमा चाहिँ लग्यौँ त्यहाँ नानीलाई स्लाइडर खेलाउनको लागि। सुरुमा त अलिकति अकवर्ड फिल गर्दै थियो, तर पछि पो भयो त। नानु बाहेक त्यहाँ जति पनि थिए सबैजना बोर मानिसकेका थिए। त्यहाँ पनि हामीले फोटोसहरू खिच्यौँ। त्यसपछि हामी त्यहाँबाट निस्क्यौँ र अर्को प्ले स्टेसनमा जानको लागि रेडी भयौँ। अर्को प्ले स्टेसन चाहिँ माथि थियो। सो माथि जाँदैछौँ फेरि हामी। सो फ्रीको रक क्लाइम्बिङ पनि ट्राई गर्यो सम्योनाले चाहिँ, तर एक स्टेपभन्दा माथि चाहिँ चढ्न सकेन। त्यसपछि छोरीले पिकमा बसेर चलाउन थाली गाडी जस्तै प्लेन पनि उडाइए है त। सो फेरि टिकटक बनाउन थाले यिनीहरूले चाहिँ, एक नम्बर तरिकामा भनेर के भनेर बनाएँ। त्यति त बुझेन, फेरि बनाएँ। त्यसमा चाहिँ छोरी पनि नाच्दै थिएँ, म चाहिँ छोरीलाई क्लिक गर्दै थिएँ। त्यसपछि खुला ठाउँमा चाहिँ नानी यताउता गर्न थालेँ। त्यसपछि उसको सानो भिडियो बनाएँ मैले। अनि उसले ओ त्यहाँ हेर त भनेर देखायो। हामीले त्यहाँ चाहिँ स्काई साइक्लिङ गर्नेहरू अड्किरहेको रहेछ। सो फोटो खिचिसकेपछि चाहिँ हामी फेरि माथितिर गयौँ पृथ्वीनारायण शाहलाई भेट्नलाई। त्यहाँ बसेर पनि हामीले केही फोटोहरू खिच्यौँ। त्यसपछि अब फर्किनतिर लाग्यौँ। फर्किनु अगाडि पनि हामीले केही फोटोहरू खिच्यौँ। त्यसपछि हामी अब तलतिर फर्क्यौँ। अब केबल कारमा फेरि चढेर अब हामी फर्किन लाग्यौँ। केबल कारमा बस्दाखेरि चाहिँ अब नानु चाहिँ सुतिसकेको थियो। उसलाई धेरै गाह्रो पनि भइसकेको थियो होला। सो यो चाहिँ फर्किँदै गर्दाको दृश्य हो, हेर्न सक्नुहुन्छ काठमाडौँ भ्याली।
बिहान आउँदाखेरि चाहिँ वाटर फाउन्टेनहरू बन्द गरेको थियो तर अहिले चाहिँ खुलिसकेको रहेछ सो वी वर अल एक्साइटेड सो नानुलाई पनि लग्यौँ त्यहाँ हामीले सो नानु चाहिँ एकदमै रमाएर खेल्यो उसको सबैभन्दा फेभरेट पार्ट आजको डेको लागि चाहिँ यही नै थियो सायद उसले चाहिँ पुरै भिज्ने गरी नै खेल्यो हामीले त्यहाँ पनि फोटोहरू खिच्यौँ सो त्यहाँबाट फर्केर चाहिँ हामी खाजा खानको लागि भनेर एउटा चौरमा बस्यौँ र त्यहाँ सबैजना मिलेर खाजासाजा खायौँ निकै नै रमाइलो भएको थियो त्यो बेला पनि सो त्यसपछि हामी फाइनली घर फर्क्यौँ इनड्राइभ गरेर फेरि पनि सो दिस वाज आवर जर्नी दिस वाज आवर वान डे भ्लग टु चन्द्रगिरी थ्याङ्क यू एभ्री वान फर वाचिङ